ल पाइयो ल पिच भएछ है हिजो भर्खर भएको अरे प्रगति हाम्रो गाउँको यतिको भएपछि चाहिँ केही हुन्छ कि ढिलो चाँडो भएछ ल यति खानखान जाने बाटो कति मिटर भयो कति किलोमिटर भएछ अङ्कल यो कति किलोमिटर गरे है पिच कति किलोमिटर गरे हो माथिसँग गरेको सल्लाहसँग गरे ए सही बनाएछ त ल यति छ ल है केटा हो गाउँ पिच भइसकेछ तिमीहरू कहिले आउँछौ अब यता बसेर चढेर गएको मान्छे फर्केर आयो है अब चाहिँ गाउँमा पिच भइसक्यो गाउँमा पिच भइसक्यो केटा हो चाँडै आउनु पर्यो अब अरू जग्गाको मूल्य आकाशिनी भयो फेरि ए बाटो यस्तो छ तर केही पनि छैन रमाइलो भइरहेछ यहाँसम्म मैले त्यही गरेछ गर्न चाहिँ ल अब हुँदैछ अरे के भन्ने फेरि थाप्पाकामसम्म फेरि पिच रहेछ है केटा हो केटा अरे हुँदैन भन्थ्यो नि त यो वर्ष पिच त भएछ त धमाधम काम सुरु भएको छ है बन्दैछ हाम्रो गाउँ भानु नगरपालिका 7 भ्यू हेरौँ न भ्यू नजारा हेरौँ नजारा खानीमाले रक्षा गरौँ न सबको खानीमा मन्दिर भएपछि यत्तिको चाहिँ हुन्छ कि ए ल ल जानु हेर्नु यस्तो तरिकाले आएर आउनु परेछ होइन यहाँ बिजोक रमाइलो छ हाम्रो यहीँ एउटा बोलेरोमा यो सब्जी बोक्ने बोलेरोमा आइरहेको छौँ हामी चाहिँ अब हुन्छ मैले सामान के लिएर सामान ग्यास ए भइहाल्यो ल है माल सामानको गाडीमा हामी आइएछ आज सामानै सामान छ त ल है गाउँको विकास भएछ ल पिच हुन थालेछ हाम्रो ठ्याक्क घर जाने बाटो पनि यहाँबाट चल्लक्क माथिसम्म असार साउनको बेलामा अब यो विकास हो कि विनाश हो थाहा छैन पानी आएर सालासुल जान्छ कि गाह्रो छ यतिको चाहिँ काम गरेछ नि ल हेरपोस्टबाट माथिबाट त गौडे पानीको हेरपोस्टबाट यहाँसम्म एकदम ठिक यतिको प्रगति चाहिँ भएछ ल यतिको प्रगति चाहिँ हुनुपर्ने हो भएछ ल अब अर्कोचोटि आउँदा दुःख पाइँदैन एकचोटि चाहिँ दुःख पाइयो